दिदी बहिनी दाजुभाइ छोराछोरी नाति नानी सबैलाई नमस्कार। आज मैले एउटा यो काली निउरोको विषयमा यो खानाले के हुन्छ भनेर भन्दैछु। खाना त सबैले खानुभयो किनेर, त्यही पनि के फाइदा गर्छ भन्ने कुरो हो। र त्यसमा यो काली निउरो खानाले अब यसमा यो विकास मोल हालेको छैन, पहाडमा हुन्छ, खोलाखालीमा, पहाडको खोलाखालीमा, यहाँ हुँदैन मधेसमा। अर्को निउरो हुन्छ तर अनि यो खानाले के फाइदा हुन्छ भन्ने बारेमा बोल्दैछु। यो खानाले पेटको रोग, ग्यास्ट्रिकहरू, बाइगोला सन्चो हुन्छ। जस्तै पेटको रोगीले पनि खान मिल्छ, खराब गर्दैन। र त्यसपछि सुगरको रोगीलाई फाइदा, हाई प्रेसर रोगीलाई फाइदा। रगत बढाउने यो खानाले बलियो हुन्छ। यो पहाडमा पाइन्छ, यो खोजेर खानुपर्छ भन्ने विषय बोल्दैछु। यसको नाम हो काली निउरो। त्यो देखाम त। र अब धेरै रोगहरूलाई फाइदा दिन्छ। रगत बढाउने, यो आँखाको तेज, आँखालाई पनि आँखाको तेज गराइदिन्छ।